नमस्कार सेवने है। आज चाहिँ म हजुरहरूलाई है कुकुरको खोर रिपेयरिङ गरेको भिडियो देखाउँदैछु। यो खोर चाहिँ हो 2016 मा बनाएको स्पाइकको लागि है। स्पाइक पनि छैन, त्यहाँदेखि बुलेट थियो, बुलेट पनि छैन है। अहिले हेलियस छ, हेलियस अब 1 वर्ष पुग्न आँटो ल्याएको है। अन्त खोर चाहिँ अब मक्किसकेको छ, यिनीहरूले टोकेर हावापानीले है मक्केर। अन्त बनाएको पनि धेरै वर्ष भइसक्यो है। अब अन्त यसमा मैले कटसको काठो धुप्पीको काठले बनाएको। त्यति बेला मैले चाहिँ प्लेन सिट लाउनु पर्ने थिएछ। बनाएको नि त 2016 मा हो, 2016 मा बनाएर अहिले रिपेयरिङ हुँदैछ। खोरको रिपेयरिङ चाहिँ म र देवर भएर गर्दैछु है। अनि हाम्रो देवर छ सघाउपघाउ गर्नु लागि, अनि दुईजना भाउजू देवर भएर चाहिँ बनाउँदैछौँ है। अनि मेरो नाति छ कि, मेरो नातिले मलाई पुरा डिस्टर्ब गर्छ, भिडियोहरू बनाउनु पनि राम्रोसँगले पाउँदिनँ। अहिले पनि अब भोइस क्लिप हाल्दैछु, पुरा चलिरहेको छ, कराइरहेको छ। यस्तै छ है साथीहरू। यति पनि है पहिला हस्बेन्डले गर्नुहुन्थ्यो, अन्त उहाँले गरेको देखेको थिएँ। अलिअलि चाहिँ सिकेको कामै लाग्यो है। अहिले त अब उहाँ हुनुहुन्न, अब आफूले नै गर्नु पर्यो है। ठिकै छ, हुँदैछ, चल्दैछ। यो सेन्टरमा आयो 90 भनेपछि 45 90 होइन 45। बोबो भाइ जेठाजुले चाहिँ भन्नुहुँदैछ मिसिन छैन, मिसिनले काट्नु नि भन्नुहुँदैछ हो। मिसिन त थियो तर कहाँ छ, बिग्रिसक्यो होला अब त है। अनि मैले चाहिँ यो अस्ति बजारबाट ल्याएको कैँचीले काट्दैछु। र अब हामीले चाहिँ बनाएर पनि है ठुकठाक सबै गरिसक्यौँ। अब चाहिँ म साफसफाइ गर्दैछु है। एकदमै ज्यादा मक्किएर कि र मौसम चाहिँ राम्रो छ है। ठन्डा महिना भए पनि यसो घाम लागेकोले गर्दा तातो छ। अनि हाम्रो बस्तीको काम चाहिँ कहिले पनि सक्दैन है। र मैले चाहिँ साफसफाइ गरेर पनि सकेँ, पखाली पनि दिएँ है। चिटिक्क परेको भयो। अनि यहाँ चाहिँ मेरो नाति कराउँदै हो, टेवाले घुमाउनु हुँदैछ गाडीमा। र धन्यवाद, बाइ बाइ।